हेलो गाइज, म तपाईहरुको विवेक सर ल तपाईहरुको लागि लिएर आइसकेका छु भोइस को पार्ट 1। ठीक छ। आजको क्लासमा हामी भोइस को बारेमा कुरा गर्छौं र भोइस को परिभाषा के हो, भोइस भनेको के हो र भोइस हामी कसरी बनाउने, टेन्स का रुलहरुले हामी भोइस कसरी बनाउन सक्छौं र कसरी बुझ्न सक्छौं, त्यही हामी तपाईहरुलाई बुझाउन कोसिस गर्छु यहाँ। र तपाईहरु ध्यान दिएर पुरै भिडियो हेर्नु होला, लाइक सब्स्क्राइब गर्नु होला र बेल आइकन पनि क्लिक गर्नु होला हो। ल अब हामी नभए यतातिर भिडियो सुरु गर्छौं। ठीक छ। ल अब हामी यता आउनुस् त। यो के हो? भोइस। हामी आजको क्लासमा भोइस पढ्छौं। अब हेर्नु त, भोइस भनेको के हो? व्हाट इज भोइस? यहाँ भोइस भनेको भोइस इज अ फर्म अफ वर्ब व्हिच एक्ट्स और इज एक्टेड अपन। यानी कि भोइस भनेको एउटा के हो? फर्म अफ वर्ब हो जसले व्हिच एक्ट्स और इज एक्टेड अपन गर्छ, त्यसलाई हामी के भन्छौं? भोइस भन्छ। यानी कि अब हामी राम्ररी पढ्ने हो भने हामी काइन्ड अफ भोइस भनेको दुई किसिमको हुन्छ बेसिकली। एउटा हुन्छ हाम्रो एक्टिभ भोइस र अर्को हुन्छ हाम्रो प्यासिभ भोइस। ठीक। अब एक्टिभ भोइसमा जस्तै एक्जाम्पलमा मैले लेखेको छु राम इट्स राइस, यो भनेको के हो? एक्टिभ भोइस भयो। अर्को छ प्यासिभ भोइस। प्यासिभ भोइसमा तपाईको जस्तै अब्जेक्ट पहिला हुन्छ, त्यसपछि के हुन्छ? एक्जुलरी वर्ब, त्यसपछि प्रेजेन्ट छ भने बी लाग्छ, कन्टिन्युअस छ भने बिङ लाग्छ र पर्फेक्ट छ भने बिन लाग्छ। त्यही भएर हामी यहाँ के हो? पहिला अब्जेक्ट लिएका छौं, त्यसपछि एक्जुलरी वर्ब किनभने यो प्रेजेन्ट टेन्स हो, अर्को बी लगाएका छौं किनभने सिम्पल हो, र त्यसपछि V3 भनेको इटेन र बाइ प्लस सब्जेक्ट हामी यसमा लेख्ने गर्छौं। अब यो कुराहरुलाई हामी तल आएर बुझ्छौं, यो कसरी बन्या छ त्यो हामी तल आएर बुझ्छौं। ठीक। ल अर्को छ सबभन्दा पहिला हो हाम्रो के हो? प्रेजेन्ट सिम्पल। ठीक। अब ध्यान दिएर बुझ्नु होला प्रेजेन्ट सिम्पलमा यसको हाम्रो एक्टिभ एडी भनेको हाम्रो हुन्छ एक्टिभ भोइस र एसटीआर भनेको स्ट्रक्चर। यानी कि एक्टिभ भोइस स्ट्रक्चर हामी पढ्छौं भने प्रेजेन्ट सिम्पल को हामी टेन्स पढ्या होला। त टेन्सै को स्ट्रक्चर छ के? सब्जेक्ट प्लस V1 और V5 प्लस अब्जेक्ट। यो टेन्सै को स्ट्रक्चर हो। यसलाई हामी एक्टिभ भोइस अफ स्ट्रक्चर भन्छौं यो भोइसमा। ठीक। जस्तै पवन भनेको सब्जेक्ट भयो, V1 भनेको V5 भनेको प्लेज भयो किनभने पवन सिंगलर हो, त्यही भएर सिंगलर सँग के लाग्छ? अलवेज बी युज V5 हो, त्यही भएर मैले V5 लगाएको छु। र फुटबल भनेको अब्जेक्ट हो। त्यस्तै हामी सेम पढ्छौं, उही भनेको सब्जेक्ट हो, उही प्लुरल भएका कारण हामी यहाँ के लगाएका छौं? V1 को प्रयोग गरेका छौं। किनभने सिंगलर हुन्छ त सिंगलर टेक्स V5 र प्लुरल टेक्स V1, त्यही भएर यो प्लुरल हो त हामी यहाँ के लगाएका छौं? स्पीक्स भनेको V1 एन्ड इंग्लिश भनेको अब्जेक्ट हो। ठीक। त यो हाम्रो एक्टिभ भोइस स्ट्रक्चर भयो। तर अब यसलाई हामी प्यासिभ कसरी बनाउने? त प्यासिभ बनाउने एउटा के हुन्छ? सूत्र हुन्छ, फर्मुला हुन्छ। जुन फर्मुला हो PVSTR भनेको प्यासिभ भोइस स्ट्रक्चर हो। अब जुन फर्मुला हो अब्जेक्ट प्लस इज एन आर प्लस बी प्लस V3 आ प्लस बाई प्लस सब्जेक्ट, यो हाम्रो प्रेजेन्ट सिम्पल को प्यासिभ बनाउने फर्मुला हो, तरिका हो। जस्तै अब्जेक्ट, अब यसको अब्जेक्ट हामी खोज्नु होला कहाँ छ? यसको अब्जेक्ट भनेको फुटबल हो, त्यही भएर मैले यहाँ फुटबल लगाइदिए। ठीक। अर्को छ एक्जुलरी वर्ब इज एम आर मध्ये कुनै, त सिंगलर हुन्छ भने इज लगाउनु होला, प्लुरल हुन्छ भने आर लगाउनु होला र आई सँग हामी के लगाउँछौं? एम को प्रयोग गर्छौं हो। ल त फुटबल सिंगलर हो, त्यही भएर यहाँ इज लगाएको छु मैले। ठीक। अर्को त्यसपछि हामी बी लाग्छ किनभने कुनै पनि प्रेजेन्ट सिम्पल होस्, पास्ट सिम्पल होस् या फ्युचर सिम्पल होस्, त्यो सबमा हामी के लगाउँछौं? एक्जुलरी वर्ब पछि बी को प्रयोग गर्छौं, त्यही भएर मैले बी को प्रयोग गरेको छु। यहाँ पनि बी हो। फुटबल इज बी, त्यसपछि V3, त यो सेन्टेन्समा V3 को हो? कोही छैन, तर V3 हामी भर्बलाई गर्नु पर्छ। त प्ले भनेको V5 हो, त यसको V3 हामी गर्छौं भने के हुन्छ? प्लेड। त प्लेड
त्यसपछि बाई को बाई हामी लगाएछौँ र सब्जेक्ट यसमा के हो पवन, त त्यही पवनलाई ल्याएर यहाँ मैले राखिदिएँ हो। यो हाम्रो के भयो त प्यासिभ हामी बनायो। अब अर्को सेम त्यस्तै यो तलवालाको प्यासिभ हामी कसरी बनाउने जुन हामी फेरि बताउँछु सिकाउँछु हो। अब यसको अब्जेक्ट को हो एन इंग्लिश, कसैले सिधै इंग्लिश लगाइदिन्छ, इट इज मिस्टेक, त्यो गल्ती भइसक्यो। त्यही भएर हामी एन इंग्लिशलाई अब्जेक्ट मानेर एन इंग्लिश यता ल्याइदिने ठीक। त्यसपछि हामी एक्जुलरी भर्ब छ, त एन इंग्लिश भनेको सिंगुलर हो किनभने एन भनेको एउटा हो, त्यही भएर यहाँ इज लागेको छ। अर्को बी भनेको त यो सिम्पलमा लाग्छ नै, र अर्को V3 यानी कि स्पीक भनेको भर्ब हो, भर्बलाई हामी के गर्छौं भर्ब 3 बनाइदिन्छौं हैन। त स्पीक भनेको V1 हो, त यसको V3 गर्दाखेरि हाम्रो के हुन्छ स्पोकन। त स्पोकन इंग्लिश सरी एन्ड इंग्लिश इज बी स्पोकन बाई को बाई, र यसमा सब्जेक्ट के हो वी, त वी को हामी के लेख्छौं अस। किनभने यहाँ यता आउनुस् एकचोटि, आई को के छ मी, वी को अस, दे को देम, ही को हिम, सी को हर, इट को इटै, यू को यू, र नेम हुन्छ भने नेम को नेमै रहन दिने। फेरि कसैले सोच्छ ल राधेश्याम भयो, रितेश भयो, यता राहुल भयो, त जे पनि नाम हो त्यो नामको हामी नामै राख्नु। जस्तै यहाँ पवन थियो त मैले यहाँ पवनको पवन नै राखिदियो ठीक। त्यही भएर नाम हो भनेर नाम हुन्छ भने हामी चेन्ज नगर्नु, त्यसलाई त्यस्तै रहन दिनु ठीक। अब लगभग हामी प्रेजेन्ट सिम्पल बुझिसक्यौं। अब आउँछ हामी पास्ट सिम्पलमा ठीक। यसको एक्टिभ भोइस स्ट्रक्चर हुन्छ सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट। जस्तै इक्जाम्पलमा हामी हेर्छौं भने राधेश्याम भनेको सब्जेक्ट हो, स्टार्टेड भनेको V2 हो, र पार्टी भनेको अब्जेक्ट हो। त यो सब्जेक्ट प्लस V2 प्लस अब्जेक्ट वालालाई हामी कसरी प्यासिभ बनाउने त, यसको पनि एउटा के हुन्छ फर्मुला हुन्छ, यसको पनि एउटा सूत्र हुन्छ। जस्तै अब PVSTR भनेको प्यासिभ भोइस स्ट्रक्चरमा हामी जान्छौं भने बनाउनको लागि यसको स्ट्रक्चर हुन्छ अब्जेक्ट प्लस वाज वेयर प्लस बी प्लस V3 प्लस बाई प्लस सब्जेक्ट। हामी पहिलाको जस्तै सेम कुनै पनि सिम्पल होस् त्यसमा हामी एक्जुलरी भर्ब पछि बी को प्रयोग गर्छौं, त्यस्तै सेम यसमा पनि हामी एक्जुलरी भर्ब पछि बी को प्रयोग गरेका छौं। जस्तै इक्जाम्पलमा हेर्नु त, यसमा सबभन्दा पहिला के हो अब्जेक्ट। सिम्पल सेन्टेन्स भनेको सब्जेक्टबाट सुरु हुन्छ, तर भोइस को सेन्टेन्स भनेको अब्जेक्टबाट सुरु हुन्छ। यदि अब्जेक्ट भएन भने त्यो हाम्रो के हुन्छ मिस्टेक हुन्छ र हुन्छ हो। त्यही भएर हामी अब्जेक्टबाट नै सुरु गर्नु। त अब्जेक्ट यसको को हो पार्टी, त्यही भएर अब्जेक्ट राखिदिए पार्टी हो। अर्को पार्टी सिंगुलर हो, त्यही भएर यहाँ वाज लगाइदिए। अर्को बी भनेको किनभने प्रेजेन्ट सिम्पलमा, पास्ट सिम्पलमा र फ्युचर सिम्पलमा हामी सबमा हामी बी को प्रयोग गर्छौं, त्यही भएर यो बी हो। स्टार्टेड भनेको V3, अब हेर त यहाँ B प्लस V3 छ, त भर्ब को हामी V1 V2 V3 V4 र V5 हुन्छ। त्यही भएर स्टार्टेड V2 पनि हो, यहाँ V2 हो, तर स्टार्टेड V3 को फर्ममा पनि छ, यहाँ V2 छ। अब स्टार्टेड को V3 स्टार्टेड नै हुन्छ, त्यही भएर स्टार्टेड हामी V3 को रूपमा पनि लेखेका छौं, र बाई को बाई, र सब्जेक्ट भनेको के हो राधेश्याम, त्यही भएर यहाँ राधेश्यामको प्रयोग गरेका छौं ठीक। आई होप तपाईहरु बुझिसक्नु भएको होला ठीक। अब हामी अर्कोमा जान्छौं नम्बर 3 मा हो। अब नम्बर 3 मा छ हाम्रो के फ्युचर सिम्पल ठीक। अब ध्यान दिएर बुझ्नु होला एकचोटी अझ, यो फ्युचर सिम्पल हो। अब फ्युचर सिम्पलमा के छ एबीएसटीआर भनेको एक्टिभ भोइस स्ट्रक्चर। जस्तै सब्जेक्ट प्लस विल शैल प्लस V1 प्लस अब्जेक्ट। यो हाम्रो फ्युचर सिम्पल को के हो त एक्टिभ भोइस को स्ट्रक्चर हो। जस्तै इक्जाम्पलमा हेर्नु होला भने सी भनेको सब्जेक्ट, विल भनेको एक्जुलरी भर्ब, कट भनेको V1 र मैगो भनेको अब्जेक्ट। यहाँ सी सँग विल लागेको छ किनभने सी के हो
सिंगुलर सब्जेक्ट हो, त्यही भएर हामी सी सँग विल को प्रयोग गरेका छौं। यदि सी सिंगुलर सब्जेक्ट नभएको भए हामी यहाँ शैल को प्रयोग गर्थ्यौं। ठीक। अर्को त्यस्तै दे भनेको सब्जेक्ट हो, शैल भनेको एक जोडीमा हो, क्लीन भनेको V1 र द रूम भनेको अब्जेक्ट हो। यहाँ दे हुँदैन, यहाँ विल हुन्छ ल, किनभने दे भनेको देसँग विल लाग्छ, हामी विल भनेको प्लुरल हो, त्यही भएर हामी शैल प्रयोग गर्छौं। ठीक ल। अर्को यसको PVSTR हेर्नु होला भने PVSTR भनेको यसको पनि सूत्र हुन्छ, फ्युचर सिम्पललाई बनाउने अब्जेक्ट प्लस विल बी अब्जेक्ट प्लस विल शैल प्लस सेम उनीहरुको जस्तै पनि सिम्पल छ, फ्युचर सिम्पल हो, त्यही भएर हामी बी को प्रयोग नै गर्छौं, प्लस V3 प्लस बाइ प्लस सब्जेक्ट गर्छौं। ठीक। जस्तै एक्जाम्पलमा हेर्नु होला भने अब्जेक्ट, अब अब्जेक्ट एक नम्बरको एक्जाम्पलमा को छ, म्याङ्गो, त म्याङ्गोको हामी म्याङ्गो लेखिदियौ। ठीक। त्यसपछि छ विल शैल प्लस बी, त सिंगुलर छ भने विल लगाउने, प्लुरल छ भने शैल को प्रयोग गर्ने, त म्याङ्गो त छैन, मात्र म्याङ्गो हो, त म्याङ्गो सिंगुलर हो, त्यही भएर विल। त्यसपछि बी भनेको हरेक सिम्पलमा लाग्छ बी, त्यसपछि भ भनेको यहाँ के छ V3, यहाँ V1 छ कट, त कट को V3 पनि कटै हुन्छ, त्यही भएर हामी कट बाइ को बाइ र सब्जेक्ट के हो सी, त सी को हाम्रो के हुन्छ यता हर, त्यही भएर हामी यहाँ हर को प्रयोग गरेका छौं। ठीक ल। त्यस्तै अर्को एक्जाम्पल छ, अर्को एक्जाम्पलमा हाम्रो अब्जेक्ट यसको 2 नम्बरको एक्जाम्पलमा के हो द रूम, त द रूम भनेको द रूम अब्जेक्ट भइहाल्यो। ठीक। अर्को छ द रूम भनेको सिंगुलर हो, त्यही भएर विल, बी भनेको हरेक सिम्पलमा लाग्छ, त बी। अब क्लीन भनेको के हो, यता भनेको भर्ब हो, तर यसमा जहिले पनि प्यासिभमा हामी भर्बलाई हामी के गर्छौं V3 को रूपमा लेख्छौं, त्यही भएर यहाँ V3 भनेको क्लीन को V3 के भइहाल्छ क्लीन्ड, क्लीन्ड बाइ को बाइ र सब्जेक्ट भनेको वी हो, त वी को हामी के लेख्छौं अस, यहाँ वी को अस। ठीक ल। अर्को त्यस्तै हो हाम्रो, अब प्रेजेन्ट सिम्पल, फ्युचर सिम्पल र पास्ट सिम्पल हामी पढ्लियौ हैन। अब त्यसपछि हामी पढ्छौं प्रेजेन्ट कन्टिन्युअस। ठीक। जस्तै प्रेजेन्ट कन्टिन्युअसमा के छ, एक्टिभ भोइस स्ट्रक्चर हेर्नु होला एकचोटी, सब्जेक्ट प्लस इज एम आर प्लस बिफोर प्लस अब्जेक्ट, यसमा पनि के हो टेन्सकै स्ट्रक्चर हो नि ल। यसको एक्जाम्पल हेर्दाखेरि प्रियंका भनेको सब्जेक्ट, इज भनेको प्रियंका सिंगुलर हो, त्यही भएर इज लागेको छ, राइटिङ भनेको बिफोर र अब्जेक्ट भनेको लेटर हो। त्यस्तै हामी आई सँग के को प्रयोग गर्छौं एम, आई भनेको सब्जेक्ट, एम भनेको एक्जुअली वर्ब, स्पेन्डिङ भनेको बिफोर र मनी भनेको अब्जेक्ट। त्यस्तै सेम हामी गर्छौं भने दे भनेको सब्जेक्ट, आर भनेको दे प्लुरल छ, त्यही भएर आर भनेको भर्ब हामी के लगाउँछौं प्लुरल, त्यही भएर आर, कम्प्लिटिङ भनेको बिफोर र होमवर्क भनेको अब्जेक्ट। अब यो के भयो प्रेजेन्ट कन्टिन्युअस भयो, एक्टिभ भोइस स्ट्रक्चर। अब यसलाई हामी प्यासिभ कसरी बनाउने, प्यासिभ कसरी सिक्ने त, यसको पनि एउटा के हुन्छ फर्मुला हुन्छ, सूत्र हुन्छ। जस्तै यसलाई हामी PVSTR भन्छौं हो, प्यासिभ भोइस स्ट्रक्चर। यसको स्ट्रक्चर हुन्छ अब्जेक्ट प्लस इज एम आर प्लस बीइङ प्लस V3 प्लस बाइ प्लस सब्जेक्ट। ठीक। अब बुझ्नु यता, अब 1 नम्बर एक्जाम्पलको हामी पहिला अब्जेक्ट खोज्ने कहाँ छ, त अब्जेक्ट कहाँ छ लेटर, त्यही भएर हामी यहाँ लेटर लेख्दियौ। ठीक। अर्को लेटर सिंगुलर हो, त हामी इज लगाउन सक्छौं इजिली हो, प्लुरल हुन्छ भने आर, सिंगुलर हुन्छ भने इज र आई सँग हामी एम को प्रयोग गर्छौं हो, हामी इज लगाउँछौं। ठीक। अर्को कन्टिन्युअसमा हरेक सेन्टेन्समा के लाग्छ, प्रेजेन्ट कन्टिन्युअस होस्, पास्ट कन्टिन्युअस होस् या फ्युचर कन्टिन्युअस होस्, हरेक सेन्टेन्समा हाम्रो के लाग्छ बीइङ को प्रयोग हुन्छ, त्यही भएर हामी यता बीइङ को प्रयोग गरेका छौं। ठीक। अर्को हाम्रो V3 को प्रयोग हुन्छ, त्यहाँ राइटिङ भनेको के हो भर्ब फर्ममा छ, राइटिङ भनेको वर्ब फर्ममा छ,
यहाँ हामी verb 4 लाई हामी के को रूपमा प्रयोग गर्छौं v3 राइटिङ को v3 के हुन्छ रिटेन त्यही भएर रिटेन बाइ को बाइ सब्जेक्ट भनेको प्रियंका हो त मैले भनेको थिए नाम हुन्छ त नामको हामी नामै राख्न मिल्छ त्यही भएर प्रियंकाको प्रियंका हो ल अब अर्को बुझ्छौं हामी त्यस्तै अब्जेक्ट राख्ने 2 नम्बरको 2 नम्बरमा के अब्जेक्ट मनी त मनी को मनी सिंगुलर हो त्यही भएर इज मनी भनेको सिंगुलर होइन मनी भनेको प्लुरल हो यहाँ आर हुन्छ मनी इज नॉट सिंगुलर मनी इज अलवेज प्लुरल त्यही भएर यहाँ के हुन्छ आर हुन्छ त मनी आर बीइङ स्पेन्डेड बाइ मी किनभने मनी भनेको अब्जेक्ट आर भनेको प्लुरल चाहिँ आर लाग्छ बीइङ भनेको कन्टिन्युअसमा बीइङ लाग्छ स्पेन्डेड भनेको स्पेन्डिङ को भित्री के हुन्छ स्पेन्डेड बाइ को बाइ सब्जेक्ट भनेको के हो आई त आई को हामी के लगाउन सक्छौं यहाँ मी त्यही भएर यहाँ मी लगाएको ठीक त्यस्तै अर्को छ यसको अब्जेक्ट के छ होमवर्क त होमवर्क को हामी होमवर्क त्यसपछि होमवर्क सिंगुलर हो त इज लाग्छ इज लगाइदियो कन्टिन्युअस मा बीइङ लाग्छ बीइङ लगाइदियो कम्प्लिटेड भनेको कम्प्लिटिङ को v3 के हुन्छ कम्प्लिटेड त्यही भएर कम्प्लिटेड त्यसपछि बाइ को बाइ र देम को देम हामी लगाइदियो किनभने देम को देम होइन यहाँ दे थियो सब्जेक्ट त्यही भएर दे को के हुन्छ देम त्यही भएर हामी यहाँ देम लेखेका छौं हो बुझ्या छौ ल अब हामी अर्कोमा जाऊ ठीक अर्को नम्बर हो पास्ट कन्टिन्युअस अब पास्ट कन्टिन्युअस को एक्टिभ वॉइस स्ट्रक्चर हेर्ने हो भने सब्जेक्ट प्लस वाज वेयर प्लस बिफोर प्लस अब्जेक्ट ठीक जस्तै एक्जाम्पलमा हामी रितेश भनेको सब्जेक्ट वाज भनेको रितेश सिंगुलर हो त वाज लाग्छ रिडिङ भनेको बिफोर हो र स्ट्रङ भनेको स्टोरी भनेको अब्जेक्ट हो अर्को दे भनेको सब्जेक्ट हो वेयर भनेको देश प्लुरल हो त्यही भएर वेयर लाग्छ इटिङ भनेको बिफोर र केक भनेको अब्जेक्ट हो अब यो हाम्रो के भयो त पास्ट कन्टिन्युअस को एक्टिभ वॉइस स्ट्रक्चर अब यसलाई हामी पैसिभ कसरी बनाउने त त्यही हामी के गर्छौं तल सिक्छौं त्यसको पनि एउटा के हुन्छ स्ट्रक्चर हुन्छ जस्तै यसको स्ट्रक्चर हुन्छ हेर्नुस् त अब्जेक्ट प्लस वाज वेयर प्लस बीइङ प्लस v3 प्लस बाइ प्लस सब्जेक्ट किनभने हरेक सिम्पल मा के लाग्छ बी लाग्छ भने हरेक कन्टिन्युअस मा बीइङ को प्रयोग हुन्छ यो पनि एउटा कन्टिन्युअस हो त्यही भएर हामी यहाँ बीइङ को प्रयोग गर्दै छु ठीक एक नम्बर को एक्जाम्पल में हेर्नुस् त अब्जेक्ट को हो स्टोरी त्यही भएर यहाँ स्टोरी ठीक अब स्टोरी सिंगुलर हो त्यही भएर यहाँ वाज लगाएको छु अब स्ट्रक्चरबाट बीइङ लगाएको छु किनभने यो के हो कन्टिन्युअस हो यो बीइङ को बीइङ लगाइदिने त्यसपछि यहाँ के छ बिफोर त बिफोर हो त बिफोर लाई हामी के गर्छौं v3 मा चेन्ज गर्छौं त v3 यसको के हुन्छ रिडिङ को रेड हुन्छ रेड हामीले गरिदिने बाइ को बाइ त्यसपछि सब्जेक्ट भनेको रितेश हो त रितेश नाम हो त नामको हामी के गर्ने नामैमा त्यही भएर यहाँ नामको रितेशको रितेशै गर्ने ठीक छ ओके अर्को छ 2 नम्बर एक्जाम्पलमा यसको अब्जेक्ट कुन छ यो सेन्टेन्स को अब्जेक्ट के हो केक त्यही भएर मैले केक लगाइदिए ठीक वाज लगाएको छु किनभने केक के हो सिंगुलर हो अर्को कन्टिन्युअस मा के लाग्छ एक्जुलरी भर्ब पछि बीइङ त्यही भएर यो बीइङ लगाएको छु इटेन भनेको इटिङ बिफोर हो त यसको इटिङ को भर्ब 3 के हुन्छ इटेन त्यही भएर हामी इटेन को प्रयोग गर्यौं त्यसपछि बाइ को बाइ र सब्जेक्ट भनेको दे हो त दे को के हुन्छ देम त्यही भएर यहाँ हामी देम को प्रयोग गरेका छौं ठीक ल आई होप कि तपाईहरु यो सब लगभग प्रेजेन्ट सिम्पल प्रेजेन्ट पास्ट सिम्पल फ्यूचर सिम्पल प्रेजेन्ट कन्टिन्युअस र पास्ट कन्टिन्युअस को बारेमा बुझिसक्या होला लगभग बुझिसक्या होला त्यही भएर म आशा गर्दै छु कि तपाईहरु सधैं हाम्रो भिडियो हेर्नुस् र शेयर पनि गर्नुस् दबाएर बेल आइकन पनि दबाउनुस् ल त्यसपछि लाइक सब्स्क्राइब त गर्नु तपाईहरुको काम हो त्यो गर्नुस् नबिर्सनुस् र भिडियो फुल हेर्नुस् स्किप नगर्नुस् यही भन्दै यसको अब यो हाम्रो के थियो पार्ट 1 थियो र हाम्रो पार्ट 2 पनि आउँछ
त्यसमा पनि अब यसपछिको कुराहरू हामी के पढ्छौँ त्यो भनेको पार्ट 2 मा हामी लिएर आउँछौँ र तपाईहरुलाई अवश्य नै बुझाउने कोसिस गर्छौँ। तपाईहरु भिडियोहरु पुरै हेर्नुस्, स्किप नगर्नुस्। ल यति भन्दै म धन्यवाद, थ्यांक यू।